नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। दैलेखमा जीव दुर्घटना, 4 जनाको मृत्यु, 6 जना घाइते। जनकपुरधाम उपमहानगरपालिकाको विकासका लागि 102 करोडको सम्झौता। नेकपाको सचिवालय बैठक आज बस्दै तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुने। सरकारले ठिक ढंगले काम गरिरहेको परराष्ट्र मन्त्री ग्वालीको दावी। 9 महिना कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको पनि स्पष्ट। र च्याम्पियन लिग अन्तर्गत भएको खेलमा रियल म्याड्रिड विजय। अब समाचार विस्तारमा। दैलेखमा जीव दुर्घटनामा 4 जनाको ज्यान गएको छ, 4 जना घाइते भएका छन्। सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका 3 बाहाकोट विशालका लागि छुटेको भे 100-2207 नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको हो। दुर्घटनामा ठाटीकाँध गाउँपालिका 47 वर्षीय राजेन्द्र बहादुर शाही र 30 वर्षीय निर्मला बमको दुर्घटना स्थलमा ज्यान गएको हो। 2 जनाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको परिचय खुलेको छैन। ठाटीकाँध गाउँपालिका 3 का वडा सदस्य कर्णबहादुर बुगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो। घाइते 4 जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ। मोरङको पत्थरी सनसरे गाउँपालिका 10 स्थित पूर्व पश्चिम राजमार्गमा हिजो राति ट्रिपरको टक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बात 6451991 नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको 1ख5752 नम्बरको ट्रिपरले टक्कर दिँदा मोटरसाइकल चालक झापा मेची नगरपालिका 14 धाइजन बस्ने 30 वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबाडी स्थित मङ्गलबारी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो। उक्त ट्रिपललाई नियन्त्रणमा लिएर चालक भनेर फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले महात्माकांक्षी अभियान मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अन्तर्गत बेटीलाई पढाउने र बचाउने अभिभावक नायिका रेखा थापालाई सुम्पिएको छ। मुख्यमन्त्री राउतले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो अभियानको ब्रान्ड एम्बेसडरकी रूपमा नेपालकी चर्चित नायिका रेखा थापालाई घोषणा गरेकी हुन्। अगाडि बढ्ने र उहाँको कसरी यसमा सहयोग हुन सक्छ भन्ने कुरा, त्यसैले हामी आज चाहिँ जोइन्ट चाहिँ अब प्रेस मिट गरेर उहाँको कसरी हामी चाहिँ उहाँको जुन अहिले अब मुलुकभरिमै उहाँका आफ्ना अभियान सञ्चालन छ, यो प्रदेशभित्र पनि हामीलाई एउटा टेक्निकल सपोर्ट गरेर एउटा अभियन्ता भएर हाम्रो कार्यक्रमको यो बेटी पढाऊ बेटी बचाऊको अभियन्ता भएर उहाँ चाहिँ म चाहिँ तपाईँलाई सहयोग गर्छु। युवतीलाई शिक्षामा पहुँच, उनीहरूको सुरक्षा र शक्तिकरणका लागि प्रदेश सरकारले अभियान ल्याएको र नायिका थापा यस क्षेत्रमा आफै पनि धेरै पहिलादेखि सक्रिय रहेकाले उनलाई सो अभिभार दिएको मुख्यमन्त्री राउतले बताए। उनले रेखा थापा महिला भएर पनि आफ्नो क्षेत्रमा एक कुशल नायकको रूपमा स्थापित भएकाले बेटी मनोबल बढाउन उनलाई छानिएको बताए। उहाँका आफ्ना अभियान सञ्चालन छ, यो प्रदेशभित्र पनि हामीलाई एउटा टेक्निकल सपोर्ट गरेर एउटा अभियन्ता भएर हाम्रो कार्यक्रमको यो बेटी पढाऊ बेटी बचाऊको अभियन्ता भएर उहाँ चाहिँ म चाहिँ तपाईँलाई सहयोग गर्छु। पत्रकार सम्मेलनमा उपस्थित नायिका थापाले स्वयं रेखा फाउन्डेसन सञ्चालन गरी छोरीको अशिक्षा, असुरक्षा, विभेद, बाल विवाह र महिला शक्तिकरणको क्षेत्रमा स्वर्णिम नेपाल अभियान तह काम गर्दै आएको बताउँदै पर्दामा आफू स्थापित भइसकेकाले अब वास्तविक जीवनमा हिरो बन्ने इच्छा रहेको बताए। एउटा उद्देश्यविहीन अलमल्ल भएर बस्नुपर्ने अवस्था छ। यो सुतेको आत्मालाई जगाउने मेरो प्रयास हो। मेरो तर्फबाट मैले लुगा किनिदिने या चाहिँ
भन्छ नि पैसा दिने होइन, म पैसा दिएर त्यो चिजलाई त म विरोध गर्छु, तर मेरो आफ्नो साइडबाट चाहिँ म हरेक जिल्लामा पुग्न चाहन्छु, हरेक ठाउँमा पुग्न चाहन्छु। मलाई स्टेटले स्थानीय सरकारले मलाई त्यो प्लेटफर्म बनाइदिनु पर्यो र म त्यहाँ गएर ती जागेका सुतेका छोरीहरूलाई म जगाउन चाहन्छु। र छोरी मान्छे एकछिनको लागि साइडमा राखेर हामी यो धरतीमा पहिला सुरु जन्मेको एज अ मान्छे, एज अ ह्युमन बिइङ हो। हामीले जहिले पनि छोरी बन्ने तालिम दियो, यो नगर त्यो नगर, यहाँ नजा त्यहाँ नजा, त छोरी होस्, पढ्नु पर्यो किन, त अर्काको घरमा जाने जात, यस्तै भनेर हामीलाई जहिले पनि दबाइयो। एउटा छोरीले चाहिँ भने जे पनि गर्न सक्छ भनेर कहिले पनि घरबाट पनि भनिएन, समाजले पनि त्यो बाटो देखाइदिएन। अब राज्यको त भर्खर आँखा खुलिरहेको छ र यो यसमा हामी जस्तो एउटा सचेत नागरिकले, म कलाकार एकछिन म होइन, म यो देशको नागरिक भएको हिसाबले मैले जे बुझेँ त्यो बुझाउन जरुरी छ। र यो अभियानमा म त चाहन्छु हरेक जिल्लाबाट 5 जना 10 जना छोरी, बहादुर छोरी यदि मैले सक्षम बनाउन सकेँ भने तिनले फेरि अर्कोलाई त्यो दियो, एउटा दियोले अर्को दियोलाई बाल्ने जस्तै मेरो उद्देश्य चाहिँ यो छ। नायिका थापा वास्तविक जीवनमा हिरो बनेर देखाउन प्रदेश सरकारको बेटी पढाऊ बेटी बचाऊ अभियान आफ्नो लागि एकदमै राम्रो अवसर रहेको बताउँदै काम गरेर देखाउने बताइन्। उनले प्रदेश सरकार र मुख्यमन्त्री राउतले अवसरको लागि धन्यवाद समेत दिइन्। जनकपुरधाम उपमहानगरपालिकाको विकासका लागि 102 करोडको सम्झौता भएको छ। यसअघि चर्चामा आएको 200 करोडको परियोजना अन्तर्गतकै पहिलो चरणमा 102 करोडको सम्झौता भएको छ। सहर लगानी, खानेपानी तथा सरसफाई आयोजनाको कार्यालय काठमाडौँमा खानेपानी विभाग महानिर्देशक सुनिल दासको अध्यक्षतामा र मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको उपस्थितिमा भएको सम्झौतामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाह र अर्को पक्षबाट सहर लगानी, खानेपानी तथा सरसफाई आयोजकको निर्देशक विद्यानाथ भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार उपमहानगरपालिकाको गंगा सागर, धनुषा सागर र अर्गाजा पोखरी सहित कुल 35 पोखरीको सौन्दर्यकरणका साथै 30 वटा अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक शौचालय निर्माण गरिनेछ। 35 पोखरी मध्ये जनकपुरधाम वडा नम्बर 25 लोहानको पनि 3 वटा पोखरी परेको छ। साथै जनकपुरधामको ऐतिहासिक 12 बिघा रङ्गभूमि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने समेत प्रमुख शाहले बताएका छन्। 2 दिन लगातार रोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक 2 दिन लगातार सारेको हो। बुधबार दिउँसो 4 बजेका लागि बोलाइएको बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ। पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडेल तयार पार्न नसकेको भन्दै नेकपा भित्र आन्तरिक असन्तुष्टि बढेको छ। लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा पनि नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमा साझा धारणा बनाउन नेपाली कांग्रेसका जिल्ला सभापतिको 2 दिने भेला नुवाकोटको ककनीमा आज सुरु हुँदैछ। मध्याह्न 12 बजेपछि सुरु हुने भेला मस्यौदा समितिमा रहेका 2 जना जिल्ला सभापतिले जानकारी गराएपछि सबैले धारणा राख्ने नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसीले जानकारी दिनुभयो। कांग्रेसको विधान मस्यौदा समितिमा ललितपुरका सभापति मदन आमात्य र रोल्पाका सभापति अमर पुन सदस्य हुनुहुन्छ। विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनमा कति समावेश गर्यो भन्ने विषयमा छलफल केन्द्रित हुने केसीले बताउनुभयो। जिल्ला सभापतिहरूको भेलाले निकालिएको निष्कर्ष सहमति बैठक बस्नु अगावै पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री प्रदीप ग्वालीले सरकारले ठिक ढंगले काम गरिरहेको दाबी गर्नुभएको छ। मन्त्री ग्वालीले सरकारको 9 महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको पनि स्पष्ट पार्नुभयो।
उहाँले यही अवधिमा सरकारले अन्तर्राष्ट्रिय र छिमेकी संघको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको पनि स्मरण गराउनुभयो। मन्त्री ग्वालीले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको पनि उल्लेख गर्नुभयो। आज प्रदेश नम्बर 5 को पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ग्वालीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको सरकारले 35 लाख भन्दा बढी श्रमिकहरूको हितको सुनिश्चित गरेको पनि बताउनुभयो। संहिताको कार्यान्वयनको सन्दर्भमा यसको महत्त्वपूर्ण आधारशिला निर्माण गरेका छौँ। मौलिक अधिकार सम्बन्धी 16वटा कानुन र अन्य थुप्रै कानुनहरू बनाएर मुलुकमा संवैधानिक र कानुनी प्रबन्धहरूलाई सुदृढ बनाएका छौँ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई, हाम्रा छिमेक सम्बन्धहरूलाई प्रभावशाली बनाएका छौँ। चाहे सिन्डिकेट होस्, चाहे वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विभिन्न खालका विकृतिहरू हुन्, चाहे नेपाललाई सुन तस्करीको जालोको एउटा चाहिँ नेटवर्कभित्र राख्ने प्रयासहरू हुन्, चाहे विदेशमा बसेर देशभित्र सङ्गठित गुण्डागर्दी र हत्या गर्ने त्यस्ता खालका सङ्गठित अपराधहरू हुन्, तिनीहरूलाई छिनाल्ने काममा, त्यस्ता जालोहरूलाई तोड्ने कुरामा सरकारले महत्त्वपूर्ण भूमिका खेलेको छ, महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ। तर यी कतिपय कामहरू सिस्टम बसाल्ने। परराष्ट्र मन्त्री ग्वालीले सरकार सङ्गठित अपराध नियन्त्रण गर्न पनि सफल भएको दावी गर्नुभयो। गुल्मी हुगाबाम पोखरीकी मृगौला पीडित 13 वर्षीय बालिका वन्दना भण्डारीलाई 2,08,500 आर्थिक सहायता प्रदान गरिएको छ। गुल्मी घर भई वैदेशिक रोजगारको सिलसिलामा दुबई रहेका खिमकेसी र कुवर लुइटेलले जुटाएको आर्थिक सहायता मृगौला पीडित बालिका भण्डारीले बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री प्रदीप ग्वालीले हस्ताक्षर गर्नुभएको हो। दुबई मृगौला फेल भई काठमाडौँमा उपचार गराइरहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम सङ्कलनमा प्रदेश 5 को पत्रकार समाजले पनि संयोजन गरेको थियो। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ग्वालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि सर्वव्यापी स्वास्थ्य बीमाको व्यवस्था गरेको स्मरण गराउनुभयो। उहाँले नागरिकहरूको अकालमा ज्यान नगओस् भनेर सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा ऐनको समेत व्यवस्था गर्न लागिरहेको पनि जानकारी दिनुभयो। पहिलो सर्वव्यापी स्वास्थ्य बीमा लागू गर्ने सरकारको नीति छ। त्यस अन्तर्गत 77 जिल्लाका सबै नागरिकहरूलाई स्वास्थ्य बीमामा आबद्ध गरेर उनीहरूलाई स्वास्थ्य उपचारको सुविधा दिने, मृत्युलाई जित्न नसकिएला, काललाई जित्न नसकिएला तर अकालमा मर्नुपर्ने अहिलेको जुन एउटा अवस्था छ औषधि उपचारको अभावले यसलाई न्यून गर्ने सरकारको नीति छ। त्यस भएर सर्वव्यापी स्वास्थ्य बीमा हामी नागरिकको सन्दर्भमा, नागरिकको स्वास्थ्यको सन्दर्भमा लागू गरेको एउटा महत्त्वपूर्ण कार्यक्रम भन्ने मलाई लाग्छ। भर्खरै हामीले संसदबाट परराष्ट्र मन्त्री ग्वालीले ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्थामा रहेकी बालिका भण्डारीलाई आर्थिक सहयोग उपलब्ध गराउनेहरूप्रति आभार समेत व्यक्त गर्नुभयो। अर्घखाँचीमा एक 5 वर्षीय बालिकामाथि यौन हिंसा भएको घटनामा गाउँमा गुपचुप पार्न खोजिए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। गत मङ्सिर 3 गते मालारानी गाउँपालिका वडा नम्बर 3 निवासी 17 वर्षीय झिल्के नाम परिवर्तनले 5 वर्षीय बालिका अवोध नाम परिवर्तनले यौनजन्य गतिविधि गरेको घटनालाई गाउँमै गुपचुप गर्न खोजिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायक उपनिरीक्षक नवराज मल्लले घटनापछि प्रहरीले कानुनी प्रक्रिया थालेको बताए। मल्लका अनुसार मुलुककी संहिता अनुसार अभियुक्त 18 वर्ष नपुगेकाले उनले विवरण पनि गोप्य नै राखिएको छ। बालिकाका बुवा भने विदेशमा छन्। घटना विवरण अनुसार अभियुक्तले त्यस दिन बालिकाको घरमा गई उनकी आमालाई सुन्तला टिपेर खान बालिकालाई देखाउन आग्रह गरेका थिए। सोही अनुसार बालिकाकी आमाले उनलाई सुन्तलाको बोर्ड देखाउन पठाएकी थिइन्। केही बेरपछि आमा सुन्तलाको बोर्ड छेउमा जाँदा अभियुक्तले बालिकालाई यौनजन्य दुर्व्यवहार गरिरहेको देखेपछि घटना सार्वजनिक भएको डीएसपी मल्लले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट रद्द गर्ने बताउनु भएको छ।
दुई राष्ट्र प्रमुख बीच अर्जेन्टिनामा हुने यी 20 सम्मेलनका क्रममा भेट हुने तय भएको थियो। जी20 सम्मेलन आगामी शुक्रबार र शनिबार हुँदैछ। समुद्र क्षेत्रमाथिको अधिकारलाई लिएर युक्रेन र रुस बीच विवाद उत्कर्षमा पुगेको समयमा ट्रम्पले पुटिनलाई नभेट्ने सम्भावना रहेको बताउनु भएको हो। दुई राष्ट्र प्रमुख बीच सुरक्षा, हतियार व्यवस्थापन, युक्रेन र मध्य पूर्वी मुलुकको सङ्कटबारे छलफल गर्ने तय थियो। अब खेल समाचार। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणको खेल सकिँदैछ। एन्फा मैदान सातो बाटोमा हुने दुई खेलसँगै चौथो चरण सकिन लागेको हो। बुधबार हुने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र हिमालय शेर्पा भिड्नेछन्। दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पा आजको खेलमा विजयी भएर तेस्रो स्थानमा पुग्नेछ। पछिल्ला दुई खेलमा बराबरी खेल्दै 2 अङ्क जोडेको मच्छिन्द्र पनि स्पष्ट 3 अङ्क लिने प्रयासमा हुनेछ। मच्छिन्द्र विजयी भए 11औं स्थानबाट 8औं स्थानमा आउनेछ। यसैगरी बुधबार नै दिउँसो 2:30 बजे फ्रेन्ड्स र जौलाखेल युथ क्लब आम्ने सामने छन्। तालिकाको पुछारमा रहेको दुवै टिम आजको खेलमा पहिलो जित हात पार्ने प्रयासमा हुनेछन्। दुवै टिमले अहिलेसम्म तालिकामा अङ्क जोड्न सकेका छैनन्। चौथो चरणका जारी रहँदा अहिलेसम्म सिग्नेचर मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन्। मनाङले 4 खेलबाट 12 अङ्क जोड्दा समान खेलबाट आर्मीले 10 अङ्क जोडेका छन्। च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ। रोमाको मैदानमा भएको खेलमा रियल म्याड्रिड इटालियन क्लब रोमानलाई हराउँदै 2-0 ले विजयी भयो। रियलको जितमा म्याग्रेथ बेल र लुकास 1-1 गोल गरे। पहिलो हाफ गोल रहित बनेको खेलको 47 मिनेटमा बेलले गोल गर्दै रियलमा अग्रता दिएका थिए। 59औं मिनेटमा करिम बेन्जेमले पासमा लुकास भ्याग्जेल गोल गर्दै रियलमा जितसँगै रियल म्याड्रिडले 5 खेलबाट 12 अङ्क बनाउँदै नकआउट चरणमा प्रवेश पाएको छ। पराजित रोमा पनि प्री क्वार्टर फाइनलमा पुग्यो। समूह उसको 9 अङ्क छ। एक खेल खेल्न बाँकी रहँदा चेक गणतन्त्रको भिक्टोरिया प्लेजर र रसियाको मास्कोभो 4-4 अङ्क छ। समूहको अन्तिम खेलमा रियलले मास्कोभासँग र रोमोले भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।